फाइनली सो गाइस हो रातो अरिङ्गल काटिँदैछ है हामीले चाहिँ यहाँनिर। आज चाहिँ मैले अस्ति नै यहाँ मौरीलाई पासा थाप्न जाँदाखेरि देखेको थिएँ। रातो अरिङ्गल हो यो चाहिँ मौरीलाई एकदमै खाने बिखेती हो कि यसपालि चाहिँ धेरै नै काटिसकेको छ, तर पनि मौरीमा आउन चाहिँ छोड्दैन। के भएको म चाहिँ हैन, धेरै मारिन्छ तर पनि आएकै गर्छ। फेरि आज म एउटा गोला पोलिँदैछ, ठिकठिकै खालको गोला छ यो। जे होस् देख्न सक्नुहुन्छ हामी चाहिँ यसलाई आज चाहिँ निकै गजबले बनाउने प्लानिङ भइरहेछ। तर अब हेरौँ के हुन्छ कस्तो छ। सिजन निकै यसको गइसकेको हो, भरिलो छ कि छैन है त कस्तो छ हामी विचार गर्छौँ यसलाई। तर हामीले यसरी पोलेर डढाइयो भने चाहिँ मौरीमा आउन अलिक केही मात्र कम हुन्छ हुनु चाहिँ। तर के गर्नु, मौरी खाएर खतमै गरेको छ। तपाईहरुलाई म निरन्तर देखाउने छु आज भिडियो। पुल्ठो हेर्नुहोस् त्यसरी बल्छ। मान्छे चाहिँ यहाँनिरतिर छ है, यहाँतिर। यसरी मौ चाहिँ मजाले पोल्नुपर्छ। मौरी पालन कृषक मित्रहरूलाई चाहिँ यही भन्न चाहन्छु, रातो अरिङ्गललाई चाहिँ निकै मजाले पोल्नुहोस्, डढाउनुहोस्। यसले चाहिँ धेरै क्षति पुर्याउँछ। हुन त यसको पनि बच्चा एकदमै महँगो हुँदो रहेछ। पालन गर्नेहरूलाई त अलिकति अब दुःखद नै लाग्न सक्छ, तर पनि हाम्रोतिर चाहिँ पालन छैन, प्रशस्तै हुन्छ। त्यही भएर म तपाईहरुलाई भन्न चाहन्छु मौरी पालनलाई चाहिँ धेरै क्षति पुर्याउँछ यसले। सो गाइजहरु हामीले चाहिँ यसरी खोज्दैछौँ है, कस्तो छ चाका, फस्के छ क्या हो। के फस्के रहेछ कि, तर पनि यति भए पनि माउ चाहिँ नाश हुन्छ नि त। गोला त ठुलै थियो यहाँतिर, थाम्दा हाँगा झरिहाल्यो क्या, त्यही भएर अलिकति समस्या आयो। छैन रास यस्तै छ। भिडियो गर्दा डस्ने पो हो कि भन्ने पनि अलि डर छ। सेफ्टी बेगर छौँ हामी चाहिँ। यसलाई चाहिँ खतमै गर्नुपर्ने हुन्छ नि त। खोइ मलाई पो चिल्ने हो कि। यो नथेचारिएको भए चाहिँ निकै राम्रो भरिलो थिएछ। हामीले चाहिँ यसरी ल्याइसकेको छौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो भरिलो छ कि आम्मामा। यहाँनिर यहाँ पनि छ, अलिक त्यहाँ भरिलो छैन त्यो चाहिँ, यहाँ पनि छ। यस्तै छ है हजुर। अब यसलाई कसरी केलाएर कसरी बनाएर खाने भनेर चाहिँ तपाईँहरूलाई हामी देखाउनेछौँ। यो बिसिजन भइसकेपछि चाहिँ यहाँनिर किरा पनि हुन्छ एक खालको। कहाँ छ अरे दाजु यहाँ किरा, कहाँ छ कि यो खालको किरा हुन्छ है त। यो के हो यो चाहिँ म जान्दिनँ। यो थुत्ना भएको ठ्याक्कै यस्तो रड्डी पो हुन्छ त, यो त घिनै लाग्दो यस्तो हुन्छ है। यो के हो, यो चाहिँ बच्चा चाहिँ होइन। केलाउँदा चाहिँ हामीले यसरी केलाइन्छ। कतिपय पहिला मान्छेले चाहिँ बच्चा केलाएर पनि खान्छ। यस्तो बच्चै मात्र केलाएर पनि हामी चाहिँ यसरी त्यसको पछाडिपट्टिको यो त्यसको गु फ्याल्छौँ। अनि यो भरिलोको त राम्रो हुन्छ नि त। अनि यस्तो छ, यसलाई यो खोस्टाइसँग खाँदाखेरि चाहिँ एकदमै दामी हुन्छ, एकदमै मिठो हुन्छ। देख्न सक्नुहुन्छ है, यसको पछाडिको गु फ्यालेर चाहिँ यस्तो छ है, दामी देखिरहेछ बच्चाहरू यस्तो छ। यसलाई चाहिँ हामी पिस बनाएर चाहिँ लाउँछौँ र खान्छौँ। गु चाहिँ यस्तो हुन्छ, यसरी केलाएर फ्याल्छौँ। र हामीले माउ यतातिर राखेका छौँ, बच्चा यतातिर छ। यो चाहिँ भुइँमा झरेको टिपेर ल्याएको, यसलाई चाहिँ धुनु पर्ने छ। चाहिँ हामीले दुई भाइले बाँडेको हो। यसो अलिअलि चाहिँ रहेछ,
बिसिजन भए पनि यो चाहिँ फस्के चाकाहरू हो धेरै माउहरू हुर्काएको छ यसले यस्तो हुँदा चाहिँ हामीले तर यसलाई पोलेर मारिसकेको छौँ माउ पनि यो सबै भरिलो भएको भए चाहिँ निकै राम्रो हुन्थ्यो होला यस्तै छ है त यसलाई भुटेर चाहिँ हामी झप्प डिउसँग खाने हो हामीले माउलाई चाहिँ यसरी भुटेको छौँ है पहिला यसरी भुट्नुपर्छ माउलाई चाहिँ खरक 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 मकै जस्तो देख्न सक्नुहुन्छ अनि फेरि हामीले माउ पहिला भुटेपछि हामीले अर्कोलाई जोड्न सक्नुहुन्छ है अझै भुइँमा झरेको चाहिँ त्यही भएर धोएर लगाएको माटो हुन्छ भनेर र मैले डुनट पनि खाँदैछु यहाँनिर छ यो चाहिँ मार्था छ्यामाले हामीलाई पठाइदिएछ त्यही भएर र मार्था छ्यामाको चाहिँ पसल खोलेको छ नि त डुनट जेरीहरू त्यही भएर हामीले चाहिँ पठाइदिएछ र हामीले खाँदैछौँ यहाँनिर तपाईँहरूलाई डुनट जेरी लगायत हरेक कुरा खान मन छ भने खानेकुराहरू चाहिँ खाजा नास्ताको आइटमहरू चाहिँ मार्था छ्यामालाई सम्झिनुहोस् है पोखरीमा तिरचोकदेखि अलिक यतापट्टि छ एकदम मिठो मिठो हुन्छ त्यहाँ चाहिँ भन्दै देख्न सक्नुहुन्छ लाउनु नि तेल अलिक नपुगेको जस्तो छ त्यही भएर हामीले तेल थप्यौँ तेल पुगेन भने चाहिँ भुत्तुकै मिठो हुँदैन है फेरि यो चाहिँ जब तपाईँले पकाउँदा तेल पुगेन भने चाहिँ साह्रै नमिठो हुन्छ त्यो भएर तेल चाहिँ यसलाई प्रशस्तै लाउनु पर्ने हुन्छ प्रशस्तै खान्छ भनौँ न यसले तेल चाहिँ प्रशस्तै रोटी पोल्दाखेरि कस्तो हुन्छ तेल रोटीमा त्यस्तै खालको नै हुन्छ यसले चाहिँ त्यो तेल धेरै लिन्छ नुन लाउनुपर्छ यसरी खोर्सानी कतिवटा खोर्सानी पनि लाउनुपर्छ बेसार यसरी पकाइन्छ यसरी खर्याएर खानुपर्छ है हेर्नुहोस् दामी खरिँदैछ यो चाहिँ मजाले खरिएर खायो भने चाहिँ निकै राम्रो हुन्छ नराम्रो अलिअलि नखरिया खायो भने त त्यति ठिक चाहिँ हुँदैन यो हुनु चाहिँ होइन देख्न सक्नुहुन्छ खरिँदैछ ए देख्न सक्नुहुन्छ यहाँनिर यस्तो मजाले चाहिँ अब झप्प खानालाई चाहिँ भाग लगाउँदैछौँ खरिएको छ नि त पुरै खतरा हामी चाहिँ आज परिवारमा चाहिँ मजाले खाने प्लानिङ भएको छ रातो रिङ्गल साथमा देख्नुहुन्छ यहाँ माउन्टेन ड्यूसँग झप्प खानुको मजै छुट्टै हुन्छ माउन्टेन ड्यू यसरी सार्ने हो झप्पसँगले सर्ट खाने हो अनि देख्न सक्नुहुन्छ यहाँनिर यसरी खाइँदैछ है त परिवार मिलेर माउन्टेन ड्यूको साथमा रातो रिङ्गल गाई हो यसलाई चाहिँ मौरी साह्रै खान्छ यसलाई चाहिँ यस्तो गरेर खानुपर्छ यसरी खाने हो झ्याप ड्यू पनि यसरी खानुपर्छ गाई चो नि हस् त यति भन्दै हजुरहरूलाई
विपिन बेस्ट हनीबी युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। भिडियो पुरा हेरिदिनु भएको लागि एकदमै धन्यवाद। हवस् त, बाई।